नमस्कार। नेपाल ब्युरो अनलाइन टेलिभिजनको निर्वाचन विशेष संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। म एमपी शर्मा। निर्वाचन आउन अब 1 महिना पनि बाँकी छैन। देश निर्वाचनमय बनेको छ। उम्मेदवारहरू मतदाताको घर आँगनमा भोट माग्नको लागि यतिखेर दौडाहामा छन् र आफ्नो पक्षमा मत पार्नको लागि उम्मेदवारहरू लागिरहेका छन्। र यो बीचमा हामीले निर्वाचनको सन्दर्भमा रहेर विभिन्न उम्मेदवारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ र यो सँगसँगै हामीले निर्वाचनको सन्दर्भमा रहेर विभिन्न व्यक्तित्वहरूसँग यसको समीक्षात्मक बहस पनि गर्दै आइरहेका छौँ। आज हामीसँग कुराकानीको लागि भने सेवा सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष सामाजिक अभियन्ता विशालराज महत हुनुहुन्छ। उहाँसँग निर्वाचनको सन्दर्भमा रहेर कुराकानी गर्नेछु। उहाँले यो निर्वाचनको सन्दर्भमा रहेर एउटा जागरण अभियान सुरु गर्नुभएको छ। म उहाँलाई आज कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। यहाँ अहिले मतदाताहरूको घर आँगनमा विशेष गरेर मतदाता जनताको बिचमा चाहिँ गएर यो निर्वाचनको सम्बन्धी जागरण अभियान चलाइरहनु भएको छ। यो कस्तो खालको अभियान हो? अब निर्वाचन नजिक आउँदैछ। फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन आउँदैछ। एउटा देशमा सुशासन कायम गर्ने, देशमा भएका अनियमित व्यक्ति भ्रष्टाचारलाई निवारण गर्दै राष्ट्रियतालाई पनि बलियो बनाउँदै समग्र रूपमा देश र जनतालाई एउटा समृद्धिको खाका कोर्ने ऐन निर्माण गर्ने खालको एउटा निर्वाचन भएको कारणले गर्दाखेरि यो एकदमै महत्त्वपूर्ण निर्वाचन हो। तसर्थ यो निर्वाचनमा हिजोको दिनमा पनि आम नेपाली जनताले पटक पटक निर्वाचनमा उम्मेदवारहरूलाई चाहिँ भोट हालेर पठाएकै हो र त्यो अन्तर्गत विभिन्न कालखण्डमा पठाइरहँदाखेरि विभिन्न समयमा विभिन्न कामहरू पनि भए। नेपालमा संविधान कोर्ने एउटा चाहिँ जनताको प्रतिनिधिमाको संविधान कोर्ने भन्ने थियो। ती कुराहरू सबै पुरा हुँदै गए। तर संविधान बनिसक्दै पछिको पनि संविधानमा कोरेका ती खाकाहरूका सबै कुराहरू चाहिँ व्यावहारिक रूपमा चाहिँ नभएको कारणले गर्दाखेरि अहिले आम जनतामा एक खालको निराशा छ। हामीले देख्न सक्छौँ, सबैलाई ज्ञातै भएको कुरो, देशमा भ्रष्टाचार यति मौलाएको छ कि माथिल्लो तह मात्र नभए तल्लो तहसम्म पनि, वडा तहसम्म पनि एउटा भ्रष्टाचारले गर्दाखेरि देशै एउटा आक्रान्त बनेको अवस्थामा अब पनि फेरि निर्वाचनमा चाहिँ हामीले प्रतिनिधि छनौट गर्दाखेरि हिजो हामीले जसरी पठायौँ, जुन निर्वाचनमा चाहिँ जो उम्मेदवार भएर आउनुभयो उहाँहरूलाई चाहिँ केही नसोधिकन, केही नभनिकन पार्टीको मान्छे, आफ्नो मान्छे, फलानो मान्छे भन्दै हामीले जसरी पठायौँ त्यो खालको चाहिँ अब प्रक्रियालाई चाहिँ अन्त गरेर नयाँ तरिकाले जानु पर्यो। अब परिवर्तन हुनु पर्यो र परिवर्तन भनेको पार्टी परिवर्तन गर्ने मात्रै परिवर्तन होइन। त्यो त पार्टीमा जो उठेर आउनुहुन्छ त्यो व्यक्तिको आचरण, त्यो व्यक्तिको इतिहास सबै केलाएर हामीले हाल्न सक्यौँ भने, साँच्चीकै एउटा सच्चा मान्छे, इमान्दार मान्छे जान सक्यो भने मात्रै यो देशको निर्माण हुन्छ र समाज समृद्धितिर जान्छ भन्ने योजनाका साथ 10 दिन भयो होला हामी हेटौँडा नगरपालिकाको नगर एरियातिर 17, 18, 6 नम्बर, 7 नम्बर, 8 नम्बर वडाहरू चाहिँ हामीले भिजिट गरिसकेका छौँ। त्यहाँ चाहिँ मतदातालाई चाहिँ सूचित गर्ने अभियान लिएर हामी त्यहाँ पुगेका। तपाईँहरू त्यहाँ पुग्दाखेरि मतदाताहरूको चाहिँ अभिमत के छ? उहाँहरू के भन्नुहुन्छ? हुन त अहिले पनि पुराना उम्मेदवार पनि छन्, नयाँ उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन्। उहाँहरूको चाहना, उहाँहरूको चाहिँ बुझाइ के छ यो विषयमा? होइन, आम जनतालाई हामीले भेटिरहँदाखेरि धेरै जसो जनताहरू अलि निराशापन देखेको छु मैले। धेरैजना चाहिँ अब भोट नहाल्ने, किन हाल्ने भन्ने खालको पनि देखेँ र अरू व्यक्तिहरू चाहिँ अब होइन, अब नयाँलाई पनि हेर्ने भन्ने खालको चाहिँ एक खालको मेन्टालिटी आम जनतामा देखियो। तर जनता चाहिँ एक हिसाबले हेर्दा निराशै देखिन्छ। त्यति उत्साहजनक रूपमा चाहिँ निर्वाचनमा जाने भन्ने खालको चाहिँ रहेन, देखिएन। यद्यपि यो हुँदा पनि अब निर्वाचनमा त अन्तिम समयमा त हालिने हो, गइ नै हाल्नुहुन्छ होला सायद जनताहरू होइन। तर पनि अब हामीले हेरेर हिँडिँदाखेरि धेरै जसो उहाँहरूको गुनासा कुराहरू बढी आउने, यो भएन भन्ने कुरो। र अर्को कुरो, जनतामा चाहिँ यो निर्वाचनको ठ्याक्कै निर्वाचनको महत्त्व के हो भन्नाले यो निर्वाचन, यो प्रतिनिधि सभाले गर्ने काम के हो भन्ने खालको विषयमा पनि उहाँहरू त्यति विज्ञ भनौँ, उहाँहरू त्यति नलेज भएको खास भेटिएन। उहाँहरू यसलाई विकास निर्माणसँग जोड्नुहुन्छ होइन। अब यसरी हेर्दाखेरि वास्तवमा विकास निर्माण कुन तहले गर्ने हो र प्रतिनिधि सभाले के गर्ने हो भन्ने कुरोमा पनि अन्योलता आम जनतामा देखिएको छ। यसलाई पनि हामीले चिर्दै वास्तवमा प्रतिनिधि सभा निर्वाचन भनेको ऐन नियम बनाउने विषय थलो हो, यो यस्तो हो। र विकास निर्माण विषयहरू कुराहरू अब सरकारले गर्ने, अब चाहिँ स्थानीय सरकारले गर्ने होइन,
सम्बन्धित मन्त्रालयले गर्ने विषय कुराहरू हो भन्ने कुरो बुझाउँदै र आम जनतालाई एउटा सूचित गर्दै हामी हिँडिरहेका छौँ। र आम जनताले हामीले दिएको प्रतिबद्धता पत्र लगिरहँदाखेरि चाहिँ तपाईँहरूले राम्रो काम गर्नुभयो, यो एकदम सराहनीय काम छ। यो वास्तवमा यो यहाँ मात्र होइन, नेपालभरि हुनुपर्छ। यो भयो भने चाहिँ मतदाता चाहिँ सूचित हुने कुरो रहन्छ भन्ने कुराहरू उहाँबाट हामीलाई त्यो खालको एउटा कुराहरू आएको छ। अब अहिले मकवानपुरकै सन्दर्भमा कुराकानी गर्ने हो भने यहाँ नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल लगायतका दलहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्, स्वतन्त्र उम्मेदवारहरू पनि छन्। र यहाँले भने जस्तै नयाँहरूप्रति जनताको आकर्षणको कुरा पनि यहाँले उठाउनु भयो र त्यसमा भलै पात्रको चयनको विषयमा पनि धेरै टिका टिप्पणीहरू पनि उठ्ने गरेको छ। यहाँ केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि जोडिएर देखा पर्नु भएको थियो र अहिले तपाईँ अभियान लिएर, जागरण अभियान लिएर चाहिँ अगाडि बढिरहनु भएको छ। तपाईँ त्यतिखेर जनताको बिचमा पार्टीको लागि भोट माग्दै हिँड्नुपर्ने मान्छे। वास्तवमा के छ भने आम जनतालाई एउटा अभियन्ताको हैसियतले, एउटा सचेत नागरिकको हैसियतले अब चाहिँ झुकिनुहुन्न भन्ने तरिकाले मैले जनजागरण अभियान लिएर हिँडिरहेको छु। अब पार्टीगत रूपमा भन्नुपर्दा रासपामा रहेर हामीले काम गरेका हौँ। तत्कालीन समयमा रासपामा रहिरहँदाखेरि हामीले विभिन्न विषय कुराहरू उठान गरेका छौँ। हेटौँडा नगरपालिकामा रहेर हामीले विभिन्न क्षेत्रमा अनियमितता, व्यक्तिगत भ्रष्टाचार विरुद्ध अभियानहरू सञ्चालन गरेका थियौँ। तत्कालीन समयमा हामीले गरेका विषय कुराहरू अहिले पनि सामूहिक सञ्जालहरूमा भेटिन सकिन्छ। हामीले त्यसरी हिँडिरहँदा एउटा वैकल्पिक शक्तिको रूपमा रासपा उदय भएको थियो र आम जनताले पनि यसमा विश्वास गरेको र हामीसँग भएको ऊर्जा पनि त्यहाँ खनाउँदाखेरि कम्ती एउटा त्यसले प्रतिफल निस्किन्छ, समाजलाई चाहिँ अगाडि बढाउन सकिन्छ, देश एउटा निकासमा जान्छ भन्ने हिसाबले हामीले रासपामा चाहिँ आफ्नो लगानी गरेका थियौँ। र अहिले यो पछिल्लो समयमा वास्तवमा भन्नै पर्छ, म फेरि दुईवटा कुरा गर्न चाहन्न। जे हो सत्य बोल्ने बानी भएको कारणले गर्दाखेरि त्यहाँ मलाई अलिकति असहज महसुस भएको बिचमा र अहिले जसरी चाहिँ त्यहाँ जुन खालको चाहिँ तरिकाबाट पार्टी चलिरहेछ जिल्ला तहमा, यो चाहिँ अलिकति असन्तुष्टि देखियो ममा र मैले चाहिँ अब यो तरिकाले हिँडिरहँदाखेरि त्यहाँ चाहिँ काम गर्ने अवस्था नभएको कारणले गर्दाखेरि म अहिले त्यो रासपामा चाहिँ आफ्नो जिम्मेवारी कुनै पनि नलिकन म आफ्नो तरिकाले एउटा अभियान चलाएर। तपाईँले रासपा पार्टीको कुनै पनि पदमा हुनुहुन्न, अहिले जिम्मेवारीबाट बाहिर हुनुहुन्छ? तपाईँ बाहिर छु, जिम्मेवारीबाट टोटल रूपमा बाहिर छु। यद्यपि रासपाको वैकल्पिक रूपमा देखिएको कारणले गर्दा म समर्थक छु। त्यहाँ एउटा वैकल्पिक रूपमा चाहिँ आएको पार्टी भनिसकेपछि हामी जति सचेत मान्छेले वैकल्पिक रूपमा चाहिँ वैकल्पिक धारमा आइसकेपछि त्यसलाई चाहिँ समर्थन गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले हामीले चाहिँ त्यहाँ केही पहल कदमहरू गरेका थियौँ। रासपाको समर्थक भइरहँदाखेरि अहिलेको निर्वाचनमा रासपाले उठाउने एजेन्डाहरू, रासपाले उठाएका उम्मेदवारहरूप्रति तपाईँको समर्थन अथवा विमति के हो यसमा चाहिँ? अब भन्नै पर्दा रासपामा अहिले जुन उम्मेदवारहरू आउनु भएको छ, म त यति भन्छु, अब हामीले अहिले पनि चाहिँ जति पनि उम्मेदवार उठ्नु भएको छ नि, विभिन्न दलबाट उठ्नु भएको छ, ती सबै दलहरूबाट उठेका उम्मेदवारहरूको चाहिँ इतिहास हेर्नु पर्यो हैन। एटलिस्ट काम गर्ने मान्छे को हो भन्ने कुरो बुझ्नको लागि त उसको इतिहास हामीले हेऱ्यौँ भने अनि पत्ता लाग्ने कुरो हो नि त। यहाँ विचारका कुराहरू हुन्छ, विभिन्न दलका आफ्नो विचारहरू छन्, त्यो विचार स्थापित गर्ने भनेको व्यक्तिले हो। त्यहाँ गएका व्यक्तिले त्यो विचार बोकेर गयो भने त्यो विचारअनुसार उहाँले काम गर्ने रहन्छ। यदि त्यो विचार बोक्ने मान्छे गलत भयो, उहाँ उनीहरूसँग नैतिकता र इमान्दारिता रहेन भने त्यो विचारले मात्र अर्थ राख्दैन नि त। यो त एउटा खालको प्रमाणित भएको विषय देखियो र रासपामा पनि अहिले उठाएको उम्मेदवारहरूप्रति चाहिँ मेरो असन्तुष्टि रहेको छ। त्यो कारणले गर्दाखेरि म त अहिले पनि के भन्छु भने प्रत्येक नागरिकलाई तपाईँहरूले चाहिँ कम्तीमा अब चाहिँ उठेका यी व्यक्तिहरूलाई अध्ययन गर्नुहोस् हैन। यो हुइमको भरमा हैन, अब हिजो पनि ६२ आन्दोलनमा पछि चाहिँ माओवादीका विषय कुराहरू आए, एउटा चाहिँ हुइम थियो, त्योभन्दा अगाडि त्यसरी अन्य दलहरूका थिए, पटक पटक हामी चिताएर त पठाएको हो नि त, प्रतिफल आएन भन्ने छ नि। भनेपछि अहिले पनि फेरि अब चाहिँ वैकल्पिक रूपमा आएको दलहरू छ हैन, रासपा लगायत अरू दलहरू पनि नयाँ दल भनेर आइरहेका छन् भने यसले पनि हामीलाई चाहिँ प्रतिफल दिन्छ, एउटा चाहिँ आउँछ भन्ने खालको ग्यारेन्टी त छैन। अब तपाईँले यसो भनिरहँदाखेरि अहिले प्रकाश गौतम 1 नम्बर क्षेत्रमा, त्यसै गरी 2 नम्बर क्षेत्रमा
हाम्रो उप्रेतीजी हुनुहुन्छ होइन, उहाँहरू हामी चुनाव जित्छौँ, हामी चाहिँ नयाँ हौँ, एजेन्डाहरू पनि मिल्छ, सबै कुराले गर्दाखेरि चाहिँ हामीले 2/3 ल्याउँछौँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ भनिराखेको छ र मकवानपुरमा पनि शानदार जित हासिल गर्छौँ भनेर उहाँहरूले चाहिँ दाबी गरिरहनु भएको छ। भनेपछि यो दाबीमा जनताले विश्वास गर्दैनन् भन्ने तपाईँको भनाइ? दाबी त सबैले आफ्नो दाबी नै गरि नै हाल्छन् होइन। निर्वाचनमा जाँदाखेरि कसैले अब भोट हाल्दिनँ म भन्ने कुरो रहँदैन। सबैले म हाल्छु मत भन्ने नै हुन्छ र त्यो भनेको आधारमा मात्रै मत आउँछ भन्ने छैन। तसर्थ के हो भने हिजो हामीले के गर्यौँ भन्ने कुरो पनि आकलन गरेर हिँडेर चाहिँ काम गर्नुपर्ने अवस्थामा अहिले जसरी चाहिँ राष्ट्रपालले उठाएको क्यान्डिडेटपट्टि मैले त सामूहिक सञ्जाल मार्फत पनि मैले भनिसकेको छु होइन, मलाई यो उम्मेदवार ठिक लागेको छैन भन्ने कुरो मैले पहिले पनि भनिसकेको छु होइन। र यो विषय भनिरहँदाखेरि अब विभिन्न टिका टिप्पणी आउँछ, मान्छेले चाहिँ पार्टीमा लागेर त्यही पार्टीमा रहेर पनि अथवा त्यो पार्टीको सङ्गठित हुने तर विरोध गर्ने भन्ने कुराहरू छन् भने परिवर्तन भनेको यही हो। हामीले चाहेको परिवर्तन भनेको सचेत नागरिक बनाउनुपर्छ भन्ने कुरो। म जुनसुकै दलमा होला, अरू जुनसुकै दलमा होला, त्यो दलले गलत मान्छे उठायो अथवा त्यो मान्छे ठिक छैन भन्ने लाग्छ भने परिवर्तन हुन सक्नु पऱ्यो कि। परिवर्तन भनेको त्यो, परिवर्तन भनेको दल मात्रै परिवर्तन गर्ने होइन, यो दल भएन भने अर्को दललाई भोट हाल्ने, त्यसरी परिवर्तन आउँदैन। सचेत नागरिकले त परिवर्तन भनेको त जुनसुकै दलमा रहे तापनि तर त्यो दलले उठाएको आफ्नो दलले उठाएको मान्छे खराब छ भने पनि यो खराब हो र यो मान्छे सही हो, म यसलाई भोट हाल्छु भन्ने खालको जमात जब बढ्छ नि तब असली परिवर्तन आउँछ। तपाईँको पनि आकाङ्क्षा थियो उम्मेदवार बन्ने, धेरैले भनेका थिए कि विशालराज महतले पनि आकाङ्क्षा राखेको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट 1 नम्बरमा उठ्ने भन्ने चर्चा पनि थियो। त्यो खालको लबिङ चाहिँ केन्द्रसम्म नपुगेको हो अथवा कहाँनिर टुट्न पुग्यो? प्रतिनिधि सभाको निर्वाचनमा मैले चाहिँ आफू जाने कुनै त्यस्तो तयारी थिएन र म जाने भन्ने थिएन। यद्यपि मलाई विभिन्न ठाउँहरूबाट मेरो चाहिँ मेसेन्जरमा फोन मार्फत जिल्ला तहबाट चाहिँ विभिन्न शुभचिन्तक साथीहरूले चाहिँ तपाईँ उठ्नुपर्छ भन्ने खालको कुराहरू आएको धेरै व्यापक आइसकेपछि अनि मैले आफ्नो सामूहिक सञ्जाल मार्फत मैले चाहिँ यो कुरो प्रस्तुत गरेको थिएँ। म अहिले यो उम्मेदवारको क्यान्डिडेट होइन, म स्थानीय तहमा धेरै कामहरू गरिरहेको छु। अहिले पनि सेवा सहयोग हामी संस्थाको मार्फतबाट स्थानीय तहका विभिन्न कामहरू गरिरहेको छु। यो काम गर्ने क्रममा मैले विभिन्न चाहिँ पीडितहरूलाई भेट्छु, उहाँहरूको कुराहरू सुन्छु होइन। गरिरहँदाखेरि स्थानीय तहमा धेरै कामहरू गर्नुपर्ने छ, धेरै विषयहरू कुराहरू गर्नुपर्ने छ। युवाका विषय कुराहरू होइन, ड्रग्स खाएर चाहिँ बिग्रिरहेको युवालाई कसरी सपार्ने, उनीहरूलाई कसरी रोजगारीको अवस्था सिर्जना गर्ने, यी विषय कुराहरू र यहाँ रहेका चाहिँ विभिन्न खालका चाहिँ सार्वजनिक जमिनहरूलाई चाहिँ त्यसलाई सदुपयोग गर्नेको विषय कुराहरू, स्वास्थ्यको विषय कुराहरू। हेटौँडा अस्पताल चाहिँ एउटा अस्तव्यस्त अवस्थामा चलिरहेछ, त्यसलाई पनि हेटौँडा नगरपालिकाभित्र भएको कारणले त्यसलाई नगरपालिकाले गर्न चाह्यो भने सकिन्छ नि त। त्यसलाई चाहिँ पहल कदम गर्ने विषय धेरै कुराहरू चाहिँ यहाँ देखिएको छ र यो विषयमा जोडेको कारणले गर्दाखेरि स्थानीय तहमै बसेर काम गर्ने मेरो उद्देश्य भएको कारणले गर्दाखेरि मैले प्रतिनिधि सभामा जाने निर्णय गरिनँ। तपाईँ भनेपछि अब आउने स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको आकाङ्क्षी हो भनेर बुझ्दा भयो होइन। अहिले तपाईँले सामाजिक गतिविधि अगाडि बढाइरहँदाखेरि यो निर्वाचनलाई पनि तपाईँले चाहिँ एउटा अभियानको रूपमा चाहिँ जागरण अभियानको रूपमा लगिरहँदाखेरि यहाँका सामाजिक इस्युहरूलाई चाहिँ तपाईँले उठाइरहँदाखेरि तपाईँको आकाङ्क्षा भनेको अबको स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारको रूपमा त्यो एउटा तयारी जस्तो पनि छ। तयारी भन्दा पनि कि अब कस्तो छ भने म आम जनतामा गइरहँदाखेरि अहिले जागरण अभियान लिएर जाँदाखेरि पनि मसँग एउटा पुस्तिका हुन्छ, म उहाँहरूको समस्या पनि लिएर बुझेर हिँडिरहेको छु। के समस्या छ उहाँहरूको समस्यालाई पनि कोड गर्दै त्यसलाई फेरि आगामी दिनमा काम गर्नको लागि हिँडिरहेको छु। र यो बिचमा मैले काम गरेर धेरैको आकाङ्क्षा चाहिँ उहाँहरूले नै सल्लाह दिनुभएको छ। धेरै तपाईँ चाहिँ अब नगरमा चाहिँ तपाईँले चाहिँ प्रयास गर्नु पऱ्यो, नगर बनाउनुतिर तपाईँ लाग्नु पऱ्यो, तपाईँको इफोर्ट भयो भने नगर अगाडि बढ्न सक्छ भन्ने खालको उहाँहरूले त्यो मानसिकता उहाँहरू देखाउनु भयो र मैले गरेका गतिविधिले पनि उहाँहरूले त्यो खालको चाहिँ एउटा सम्भावित मेयरको लागि तयारी हो भन्ने कुरो उहाँलाई लागेको रहेछ। र वास्तवमा यो हेटौँडा नगरपालिकाभित्रै बसेर काम गर्ने मेरो इच्छा छ। त्यो कारणले गर्दाखेरि आगामी चाहिँ निर्वाचनमा सम्भवतः म सबैको सल्लाह अनुसार रह्यो, सल्लाह सुझाव रह्यो भने म मेयरको आकाङ्क्षी हुन पनि सक्छु। अब हामी अन्तिममा आइपुगेका छौँ र अन्य दलहरूले पनि अहिलेको समयमा युवा उम्मेदवार पनि उठाएका छन्, कसैले पुराना उम्मेदवारहरू पनि दोहोरिएर आएका छन्। यो बिचमा जनताको माझमा ती उम्मेदवार पुगिरहँदाखेरि तपाईँ जागरण अभियान लिएर जाँदाखेरि चाहिँ ती मतदाताहरूलाई तपाईँको सन्देश चाहिँ के हुन्छ?
मेरो सन्देश चाहिँ मैले भने जनजागरण अभियान अन्तर्गतै मैले भनेको छु यो निर्वाचन भनेको एउटा नीति नियम बनाउने थलोमा चाहिँ पुग्ने एउटा हो र एउटा यो देशको एउटा ब्रेनको रूपमा यसले काम गर्ने हो। तसर्थ हामीले हिजोको जसरी एउटा चाहिँ जुनसुकै दलबाट आयो पनि दल हो र दलले बोकेको विचार हेरेर हामी गर्थ्यौँ। वास्तवमा धेरैजनाले यो त व्यक्ति जिताउने कुरो होइन, त्यो दल जित्ने कुराहरू भन्ने कुराहरू पनि आउँछ। यो अभियान लिएर जाँदा पनि त्यो देखिएको छ। तर वास्तवमा के हो भने दलले बेला पठाउने भने त मान्छे नै पठाउने हो नि त। हामीले त कुनै एउटा चाहिँ रोबोटलाई चिप्स हालिदिएर चाहिँ यो काम मात्र गर्नुपर्छ इन्स्टल गरेर पठाउने कुरो त होइन। त्यो कारणले गर्दाखेरि त्यो उठ्ने व्यक्तिको विवेकले काम गर्ने हो, उसको नैतिकताले काम गर्ने हो होइन। त्यो कारणले गर्दाखेरि जुनसुकै दलबाट उठेका साथीहरू हुनुहुन्छ उहाँलाई अध्ययन गर्नु पऱ्यो, उहाँहरूको इतिहास हेर्नु पऱ्यो, उहाँसँग साँच्चीकै सामाजिक भावना छ कि छैन, समाजप्रति उत्तरदायित्व वहन गरे कतिको छ त्यो हेर्नु पऱ्यो। त्यो हेरेर मात्रै हामीले आकलन गर्न सक्छौँ नि त। तसर्थ उठेका मध्ये जो एक नगर्न पर्नुहुन्छ, साँच्चीकै जसले यो समाज बनाउन सक्छ, जोसँग देशको चाहिँ चिन्तन छ, देखिएको छ कामबाट व्यवहारबाट, ती व्यक्तिहरूलाई चाहिँ चुनेर त्यो मध्यमा एक नम्बर जसलाई पठाउन सक्नुहुन्छ त्यो पठाउनु पर्यो। मेरो भनाइ यति नै। हस्, समय र सम्वादलाई धन्यवाद। हस्, धेरै धेरै धन्यवाद।